नेपालको संविधानका 35वटा भागहरू सम्झने तरिका। सुरुको 1 देखि 6वटा भागहरूलाई चाहिँ सम्झिने तरिका वा सूत्र। प्राणमय धारा र राष्ट्रपति। प्राणमय धारा र राष्ट्रपति। सुरुको प्राबाट प्रारम्भिक, नबाट नागरिकता, मईबाट मौलिक हक र कर्तव्य, राबाट राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व। अर्को राबाट राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड। राष्ट्रपति भनेको चाहिँ राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था। भाग 6मा भाग 7लाई सम्झिने सजिलो तरिका। 7मा सङ्घीय कार्यपालिका। 7वटै कार्य सँगै गर्ने। 7वटै कार्य सँगै गर्ने भनेपछि 7बाट सङ्घीय कार्यपालिका, 7वटै कार्य सङ्घबाट सङ्घीय सँगै गर्ने। त्यसै गरी भाग 8मा चाहिँ सङ्घीय कार्यपालिका त्यहाँ आएपछि त्यसपछि सङ्घीय व्यवस्थापिका 8मा, 9मा सङ्घीय व्यवस्थापिका कार्यविधि, 10मा सङ्घीय आर्थिक कार्यप्रणाली। त्यसै गरी 11मा न्याय पाउनलाई 1 लाख तिर्नुपर्ने। न्याय पाउनलाई 1 लाख दिनुपर्ने भनेपछि 1 भने चाहिँ 11मा न्याय पाउनलाई न्याय भन्नाले न्यायपालिका सम्बन्धी व्यवस्था। 12मा महान्यायाधिवक्ताको व्यवस्था। त्यसै गरी 13मा 13 प्रत्येक कार्य गलत छ। यो 13मा प्रदेश कार्यपालिका व्यवस्था। 13 प्रत्येक कार्य गलत छ। सम्झिने सजिलो तरिका। 13 प्रत्येकबाट प्रदेश कार्यपालिका। 13 प्रत्येक कार्य गलत छ। त्यसै गरी 14मा प्रदेश व्यवस्थापिका। 15मा प्रदेश व्यवस्थापिका कार्यविधि। 16मा प्रदेश आर्थिक कार्यविधि र त्यसै गरी 17मा स्थानीय कार्यपालिका। 18मा स्थानीय व्यवस्थापिका र 19मा स्थानीय आर्थिक कार्यप्रणाली। यो चाहिँ स्थानीयमा चाहिँ स्थानीय व्यवस्थापिका कार्यविधि हुँदैन। यसमा चाहिँ स्थानीय कार्यपालिका, स्थानीय व्यवस्थापिका र स्थानीय आर्थिक कार्यप्रणाली गरेर 3वटा मात्रै व्यवस्था छ। 17, 18, 19मा। त्यसै गरी 20मा बिसाउनु पर्छ है सँगै पर्यो। सम्झिने तरिका चाहिँ 20मा सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध बिसाउनु पर्छ है सँगै पर। सङ्घबाट सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध। 21मा 81 अख्तियारले समायो। 81 अख्तियारले समायो भनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी व्यवस्था। भाग 21मा। 22मा महालेखा परीक्षकको व्यवस्था। यसलाई सम्झिने तरिका चाहिँ बाले मलाई लेखाए पढाए। महालेखा परीक्षकको व्यवस्था। त्यसै गरी 23मा लोकसेवा आयोग सम्बन्धी व्यवस्था भनेपछि तेलो लोकसेवा। अनि 24मा चाहिँ निर्वाचन आयोगको व्यवस्था गरिएको छ। यसलाई चाहिँ सम्झिने तरिका 2 र 4। 24 छ, यसलाई 2-4 चोटि निर्वाचित भएर पनि काम गरेनन्। 24मा निर्वाचनको आयोगको व्यवस्था छ। यसलाई सम्झिने तरिका चाहिँ 2-4 चोटि निर्वाचित भएर पनि काम गरेनन्। त्यसै गरी 25मा चाहिँ राष्ट्रिय मानव अधिकार आयोग छ। यसको चाहिँ राष्ट्रिय मानव अधिकार आयोग। यसमा चाहिँ पैसा नै मानवको सबैभन्दा ठुलो अधिकार हो। अधिकार भन्नाले चाहिँ मानव भनेपछि मानव अधिकार भइसक्यो। पैसाको पबाट चाहिँ 25। पैसा नै मानवको सबैभन्दा ठुलो अधिकार हो। त्यसै गरी हामी भाग 26मा चाहिँ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग छ। वित्त आयोगको व्यवस्था। यसलाई सम्झिने तरिका चाहिँ प्रकृति छ यो सबै छ। प्रकृति छ यो सबै छ भनेपछि 6मा चाहिँ राष्ट्रिय प्राकृतिक स्रोत साधनको
स्रोत तथा वित्त आयोग। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था, यसमा प्रकृति छ, सबै छ। अनि 27लाई सम्झिने तरिका चाहिँ अन्य आयोगमा चाहिँ 7 आयोग पर्छन्, जुन मध्ये चाहिँ महिला आयोग, दलित आयोग, सम्वेशी आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेसी आयोग र थारू आयोग। यसलाई सम्झिने तरिका चाहिँ अन्य व्यक्तिको प्रगतिले खुब सताउँछ भने चाहिँ सबाट 27, अन्य भने चाहिँ अन्य आयोग, अन्य व्यक्तिको प्रगतिले खुब सताउँछ। अनि 28मा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था छ। यसलाई सम्झिने तरिका चाहिँ आवास सुरक्षित हुनुपर्छ। भाग 28मा राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था छ, यसलाई चाहिँ सम्झिने तरिका आवास सुरक्षित हुनुपर्छ। त्यसै गरी 29मा राजनीतिक दल सम्बन्धी व्यवस्था छ। 29मा राजनीतिक दल सम्बन्धी व्यवस्था छ, यसलाई सम्झिने तरिका चाहिँ 29 राजनीति गरेर। 29 अनि 29 राजनीतिक दल सम्बन्धी व्यवस्था, यसलाई सम्झिने तरिका 29 राजनीति गरेर। त्यसै गरी भाग 30मा छ सङ्कटकालीन अधिकार सम्बन्धी व्यवस्था, यसलाई सम्झने सूत्र छ ती सङ्कटकालीन दिन खुब कठिन थिए। ती सङ्कटकालीन दिन खुब कठिन थिए भने तीबाट 30 सङ्कटकालीन भने सङ्कटकालीन दिन खुब कठिन थिए। धारा 31मा भाग 31मा छ व्यवस्था संविधान संशोधन सम्बन्धी व्यवस्था। इस संविधान संशोधन भने चाहिँ 31 इस संविधान संशोधन। अनि धारा 32मा विविध। धारा 33मा तीन चोटि सङ्क्रमणकालीन सम्बन्धी व्यवस्था, तीन चोटि सङ्क्रमणकालीन अवस्था। धारा 33मा सङ्कटकालीन सम्बन्धी व्यवस्था, यसलाई सम्झने तरिका तीन चोटि सङ्क्रमणकालीन अवस्था। अनि त्यसै गरी भाग 34मा छ परिभाषा र व्याख्या। यसलाई सम्झने तरिका चाहिँ चौपट भयो परिभाषा र व्याख्या। 34 चौपट परिभाषा र व्याख्या, चौपट भयो परिभाषा र व्याख्या। धारा 34मा परिभाषा र व्याख्या, यसलाई सम्झने तरिका चौपट भयो परिभाषा र व्याख्या। संक्षिप्त नाम प्रारम्भ र खारिजी सम्बन्धी व्यवस्था। संक्षिप्त नाम प्रारम्भ र खारिजी सम्बन्धी व्यवस्था भनेपछि धारा 35 संक्षिप्त तरिकाले पढ्नेबाट 35 संक्षिप्त नाम प्रारम्भ र खारिजी सम्बन्धी व्यवस्था। भाग 35मा संक्षिप्त नाम प्रारम्भ र खारिजी सम्बन्धी व्यवस्था। यसरी व्यवस्थित तरिकाले नेपालको संविधानका भाग 35वटा भागलाई व्यवस्थित तरिकाले सम्झिन सकिन्छ। लास्ट 35मा चाहिँ व्यवस्थित तरिकाले पढ्ने भनेपछि संक्षिप्त नाम प्रारम्भ र खारिजी सम्बन्धी व्यवस्था। संक्षिप्त तरिकाले पढ्ने भनेपछि संक्षिप्त नाम प्रारम्भ र खारिजी सम्बन्धी व्यवस्था।